यो अर्काको सम्पत्ति हो रे गाइस यो चाहिँ लु 500 मा भन्ने लु भन त्यसो भए यसमा कतिवटा हाम्रो इन्डियाको नोट हो कतिवटा भाषा लेखेको छ लु टक्कै बतायो भने फेरि 500 रुपैयाँ हाई व्हाट्सअप गाइस इट्स मी विशाल कोही वेलकम ब्याक टु माई च्यानल गाइस आज चाहिँ भोलि हाम्रो चर्चमा एउटा फेलोसिप छ रिभाइभल फेलोसिप सो त्यसकै लागि चाहिँ आइरहेको छु घरमा रोटी पोल्ने कार्यक्रम इत्यादि भइरहेको छ केही दिदीबहिनीहरू सामान पुर्याउन गइरहेको छ र आजको ब्लगमा चाहिँ के कस्तो रहनेछ त्यो कुरा देखाउन गइरहेको छु त गाइस ल है साथी हो हामी चाहिँ आजको हाम्रो सेनाहरूले मलाई पछ्याएको छ हो अन्त अगाडि लगाएर चाहिँ अब जाँदै गरेको आजको कार्यक्रम के कस्तो हुन्छ हेर्दै गर्नुहोस् है त गाइस फाइनली आइपुग्यौँ हामी चाहिँ घर ला यसलाई बिस्किट ल्याउनु फेरि बिर्सेछ ए जाइमेसी हेर्नु साथी हो हाम्रो चाहिँ यहाँ अहिले तँलाई चाहिँ म हेर्न पिठो कुट्ने कार्यक्रम भइरहेको छ उयो ओखले यति नै लियो स्यारोन स्ट्रङ रहेछ है जे होस् आमा लु स्ट्रङ रहेछ है स्यारोन चाहिँ गाइस यहाँ हेर्नुहोस् है स्ट्रङ रहेछ केसर आएन ढोमा केसर चाहिँ आएको भए चाहिँ केटल चाहिँ पड्काउँथ्यो होला अलिक है गाइस हाम्रो चाहिँ यहाँ भोलिको लागि चाहिँ टक्कै स्याल रोटी बनाएर चाहिँ दिनेवाला छौँ अनि अब यो दिदीबहिनीले कतिको कुट्ने हो एकदमै आज चाहिँ 200 रुपैयाँमा है एउटाले मात्र भेटिला एउटा गेम खेलाएको गाइस हैन तर उसले चाहिँ जित्नु सकेन एकजनालाई 500 रुपैयाँ एकजनालाई 200 रुपैयाँ अफर थियो हो तर लु 500 मा भन्ने लु भन त्यसो भए यसमा कतिवटा हाम्रो इन्डियाको नोट हो कतिवटा भाषा लेखेको छ लु टक्कै बतायो भने फेरि 500 रुपैयाँ टाइम 15 सेकेन्ड 1 2 3 4 5 6 7 8 15 मात्र रहेछ गाइस उसले त्यसमा पनि फेल भयो हो उसले त्यस पनि भेट्न सकेन है कतिवटा भाषा रहेछ तपाईँले कमेन्ट गर्नु है अब गनी बसेर कहाँ हुन्छ त अब अघि मैले मौका दिएको थिएँ उसले जित्नु सकेन र यसमा पनि अब जित्नु सकेन पैसा चाहिँ मेरै भयो यतिको चाहिँ हुनु पर्यो है केटी मान्छेहरू भएर हेर्नुहोस् त हाम्रो गाउँको केटीहरू चाहिँ यस्तो छ है साथीभाइ हो केटा मान्छे र केटी मान्छेको अर्कै हुन्छ है अब यहाँ धरती हल्लिन्छ है कस्तो लाग्यो हल्लियो धरती त्यहाँ छ नि हौ दम छ नि यस्तो छ है के भन्छौ एकदम मजा आइरहेछ बल्ल बल्ल अन्तिममा चाहिँ गाइस हाम्रो उहाँ पनि आउनु भएर चाहिँ फिनिसिङ चाहिँ उहाँले हाल्नेवाला छ यहाँ दिने होइन फिनिसिङ त्यो होइन त्यो हेराइ चाहिँ नहेर न त्यो हेराइ चाहिँ नि क्लिक्कै दिन्छ नि हो उसको हेराइ खतरा जान्छ गाइस भाइले थुप्रैपल्ट ट्राई गरिसक्यो उसलाई पुरा विश्वास भइरहेको छ हो किन भनेर विश्वास भयो कतिचोटि चाहिँ उसले क्वेसन बुझेन अरे अब भने चाहिँ म पक्का बताउँछु भन्नुभएको छ फेरि पनि म 1 चान्स दिँदैछु होइन उसले बताउन सक्छ कि सक्दैन टाइमर पनि सुरु भएको छ 15 सेकेन्ड पाउँछ भाइले होइन बुझ्यौ नि 15 सेकेन्ड पाउँछौ 15 सेकेन्डमा फेरि सेम क्वेसन भाषामा सोध्दिनँ 20 को नोट 200 को नोटमा 200 भनेर चाहिँ कतिवटा लेखेको रहेछ टक्कै बताउनु पऱ्यो 15 सेकेन्ड पक्र एकछिन नहेर है त्यतिकै राख यहाँ क्यामेरामा हेर क्यामेरामा हेर पहिला तिम्रो टाइम स्टार्ट हुन्छ ल है स्टार्ट भयो है गाइस उसले भन्नु सक्छ कि सक्दैन मलाई पुरा विश्वास भयो 5 सेकेन्ड हेर है 6 सेकेन्ड 7 सेकेन्ड 6 8 सेकेन्ड 9 सेकेन्ड अझै पनि टाइम छ 10 सेकेन्ड 11 सेकेन्ड 12 सेकेन्ड 13 सेकेन्ड 14 सेकेन्ड 15 सेकेन्ड टाइम 7 ल गाइस उसले फेरि पनि सेकेन्ड चान्स दिँदाखेरि कतिवटा भन्यो 7वटा मात्रै छ भनेर भनेको छ र सही हो कि होइन तपाईँले कमेन्ट पनि गर्नु होला अनि तिमीले अझै घरमा गएर 200 को नोट निकालेर हेरेर यो भिडियो पनि यति हुने रहेछ बुबु भनेर कमेन्ट पनि गर्नु होला त बुझ्यौ नि गाइस खासमा चाहिँ उसले भेटेन यो पनि भेटेन यदि भेट्नु भने चाहिँ मैले दिएकै हो उसलाई 200 रुपैयाँ तर उसले भेटेन उसले सो तपाईँहरूले पनि यसो गनेर चाहिँ कमेन्ट गर्नुहोस् है ल एकदमै आजको भ्लगमा चाहिँ यस्तो कुराहरू पनि मैले एड गरेको छु एकदमै यहाँ छिमाले बोल्नु भएको छ दामी बोलेछ चिनी अलिक कम्ती भएन
यहाँ बिनाले पनि पोल्दैछ बिनाको चाहिँ अलिकति हावा पस्यो के पस्यो चिनी अलिक कम्ती भएन ठिक छ ल गाइस अहिले चाहिँ अब मलाई नै थाहा छैन यत्रो सेनाहरूले चाहिँ मलाई किन पछ्याएको 100 रुपियाँ पैसा बोकिरहेको छु पछ्याएको छ यत्रोजनाले अब हो यस्तो छ गाइस अब 100 रुपियाँ छ गोजीमा हो पछ्याएको छ अब यत्रोजनालाई चाहिँ के खिलाउनु पर्ने हो पनि 100 रुपियाँ के खाने 100 रुपियाँ ल जुस खाने अरे गाइस होइन 100 रुपियाँको जुस चाहिँ किनिदिनु पर्नेछ यहाँहरूलाई कहाँ चाहिँ यहाँ कि पर ल यहाँ पर दोकान खोलाइरहेछ यो 10 रुपियाँ यो 100 को चाहिँ जुस किनिदिनु पर्नेछ केटीहरूलाई ल हाम्रो केटीहरू चाहिँ बिचरा हत्तु भयो अरे त्यही भएर चाहिँ यहाँ जुस खाँदैछ अब जुस खाएर चाहिँ तातिने अरे त्यही भएर चाहिँ खाँदैछ जुस होइन बिचरा हाम्रो दिदीबहिनीहरू साह्रो बेसी खर्च है गाइस चर्चको लागि चाहिँ ल है साथी हो हाम्रो केटीहरूले चाहिँ यसरी काम गर्छ है हाम्रो यङ केटीहरू छ हो तर ब्याचलर चाहिँ कोही पनि होइन है गाइस लाइन मार्नु चाहिँ पाउँदैन तपाईँहरू हो यो अर्काको सम्पत्ति हो रे गाइस यो चाहिँ अर्काको सम्पत्ति हो गाइस यो चाहिँ होइन बिचरा तर यतिको चाहिँ हुनु पर्यो है केटी मान्छे चाहिँ हो यतिको चाहिँ हुनु पर्यो नि होइन र भिडियो बनाएको बनाएको त आज स्यारोनको के दुखेको छैन दबाई पानी ल्याइदिने कमेन्टमा यसो आइदिन्थ्यो कि होइन आइदियो भने चाहिँ है खुसी हुन्छौँ नि हामी रेनु के छ कम्बर दुख्नेको पनि दबाई ल्याइदिनु पर्यो है गाइस मलाई त नि पेट दुख्ने साह्रै मन पर्छ गाइस भने जस्तै है साह्रै फेमस भयो यो गाइस भन्ने पनि है सो गाइस आजको सबै कामधन्दा भोलिको लागि सबै फिनिस्ड गरेर चाहिँ फाइनली अहिले चाहिँ घर आइपुगेर खानासाना खाएर अब रेस्ट गर्न लागेको सो आजलाई यति नै